नमस्ते मिस। नमस्ते सर। बोलाउनु भएको रहेछ, के कामले बोलाउनु भएको नि? बात त सही है। हेर्नुस्, तपाईको छोराले राम्रो गरेको छ। यो त हुनै सक्दैन, तपाईँ यसको क्लास टिचर त हो नि। किन? किनभने यो कस्तो छ मलाई थाहा छ। हैन सर, तपाईलाई गलत फ्यामिली हुन सक्छ। आजकल उसले राम्रो पढेको छ। यो पनि पढ्छ र घरमा त खालि 2-4 कौडीको केटाहरू बटेर खेल्न मात्र जान्छ। यसको आफ्नो ब्याग किताब कता छ यसलाई नै थाहा छैन। म्याम, तपाईँ झुक्किनु भयो होला। हैन, एक्जाम पनि राम्रो गरेको छ। हावा कुरा, अब यसले एक्जाम पास गर्यो भनेर कसरी विश्वास गरौँ? म्याडम, तपाईँ पनि नगर्नु। बरु यसले चिट चोरेर पास गरेको हुन सक्छ। मिल्छ भने यसलाई फेल गरिदिनुस्, अझै मिल्छ भने एक कक्षा तल झार्दिनुस्। के बोले भाइ? कन्ट्रोल। नमस्ते मिस। नमस्ते सर। बोलाउनु भएको रहेछ, के कामले बोलाउनु भएको नि? हेर्नुस्, तपाईको छोरा पहिला त खासै राम्रो थिएन। मलाई थाहा थियो, तेरो कारणले आज हाम्रो नाक काटिन्छ भनेर। नालायक। सर प्लिज एकछिन रोक्नुस्, मेरो मतलब त्यो होइन। मतलब अझै त्यो भन्दा गएको गुज्रेको रहेछ। यही दिन देख्नलाई तँलाई हाम्रो स्कुल पठाएको होइन? ल सर प्लिज रोक्नुस्, उसले राम्रो गरेको छ। उसको अहिलेको एक्जाममा 97 आएको छ। के रे, जम्मा 97? त त मरिस आज, बाँच्दैनस् त। 3 नम्बर कहाँ भयो? खै 3 नम्बर?